नमस्कार सबैजनालाई। आज चाहिँ म छुट्टै भिडियो लिएर आएको छु। तपाईँहरूले इन्डसम्म चाहिँ हेर्नु होला है। आज चाहिँ हाम्रो भान्जी साइसा चाहिँ 1 इयर कम्प्लिट भएर 2 इयर कम्प्लिट भएर अब चाहिँ 3 मा जाँदैछ है। सो आजको भेन्यू चाहिँ तिनकुनेमा रहेको छ। आज चाहिँ म क्याजुअली ड्रेस लगाउँदैछु है त, रेडी हौँ है त। ओके, म चाहिँ आज क्याजुअली रूपले यत्तिकै जाँदैछु है। एन्ड देन लेट्स यो घडी भयो होइन, अनि अलिअलि फिस त लाउनै परिहाल्यो होइन। अनि आज चिसो चिसो भएको भएर चाहिँ म चाहिँ ज्याकेट पनि लगाउँछु, पानी पर्ला जस्तो भएको भएर है। मैले ज्याकेट पनि लगाएँ। अब मेरो फाइनल लुक कस्तो हुन्छ हेर्नु है। ओके, अनि हामी गयौँ घरबाट, बोजे, निनी, म, एन्ड देन बाटोमा पुग्यो। आज त्यस्तो जाम थिएन। फाइनली हामी भेन्यूमा पुग्यौँ। भेन्यूमा पुगेर भित्र गयौँ, तर अनफर्चुनेटली हामी द फर्स्टमा मात्र रहेछौँ। देन यता भेन्यू एकदमै राम्रो थियो है, पहिलाको भन्दा बेटर थियो, राम्रो एकदमै इन्टिरियर पनि सबै चेन्जेस भएको रहेछ, राम्रो लाग्यो। अब निनीले के गुनासो गर्छ सुनौँ है त। कोही आएको छैन, खोइ हामी नै पहिला भयो त खोइ बर्थडे गर्ल पनि आएको छैन। अनि मैले त्यहाँ सानो भेस्पा देखेँ। आई थिङ्क यो चाहिँ सरप्राइज होला है भान्जीको लागि। बट वी डोन्ट नो होइन कसले दिएको भनेर। लेट्स सी, लास्टसम्म हेरौँ है त। एन्ड देन हामी कुरिम कोही पनि आउनु भएन। बोजूलाई झ्याउ लागेर यत्तिकै हेरेर बसिरहनु भएको थियो। एन्ड देन त्यत्तिकैमा बाहिर हेर्दाखेरि सेकेन्ड ग्रुप आइसक्नु भएको थियो। अनि त्यो सेकेन्ड ग्रुप पनि हाम्रै फ्यामिलीबाट हुनुहुन्थ्यो है। एन्ड देन उहाँहरूलाई पनि भित्र पुऱ्याएर चाहिँ बसिराख्दाखेरि चाहिँ टक्रान हाम्रो बर्थडे गर्ल आउनुको इन्ट्री भएको छ है। अनि बर्थडेको इन्ट्रीसँगै उसको मम्मीले भएन भनेर फेरि उसले इन्ट्री गर्नु पऱ्यो भनेर हामीले रिटेक गऱ्यौँ। यस्तो छ है रिटेकको। एन्ड देन यत्तिकै अनि दायाँ बायाँ यतातिर हेरिरहेको सबैजना बिजी हुनुहुँदो रहेछ फोटो सेसनको लागि चाहिँ। अनि यता चाहिँ भान्जीको छुट्टै भिडियो बनाइरहेको थिएँ मैले। अनि यता हेर्दा त बच्चाहरूको पालो रहेछ फोटो खिच्ने। अनि अनाउन्समेन्ट भयो, अब चाहिँ स्न्याक्स खाने बेला भयो भनेर चाहिँ हामी चाहिँ स्न्याक्सतिर गयौँ है। अनि यस्तो छ स्न्याक्स चाहिँ। अनि दायाँ बायाँ हेरेको सबैजना खाइरहनु भएको रहेछ। सबैजना टेबलमा बसेर मजाले इन्जोय गर्दै हुनुहुँदो रहेछ। त्यत्तिकैमा बर्थडे गर्लको मम्मीले चाहिँ के भन्दो रहेछ भने, बे भएको छैन, के भन्छ यो। अनि यता फर्केर हेरेको साइसा पुरा इन्जोय गर्दो रहेछ आज, एकदमै प्रिन्सेस देखिरहनु भएको छिन् है उहाँ। एन्ड देन केक काट्ने भनेर नाचिरहेको थिएँ। अनि हामीले यतापट्टि सेटअप बनाउँदै रहेछ भाइ बहिनीहरूले, सानसाना नानीहरूले। त्यत्तिकैमा केक आयो, ढ्यान वा कस्तो ब्युटिफुल केक। अनि त्यसपछि सबैजनालाई बोलायौँ। अनि साइसालाई सबैजना आउनुभयो। अनि फर्स्टमा त बच्चाहरू दौडेर आएर आफ्नो होइन ठाउँलाई चाहिँ रिजर्भ गरेर राखिरहेको थियो। केक काटेपछि म पहिला खान्छु भनेर। अनि त्यत्तिकैमा यताबाट चाहिँ क्यान्डलहरू पास गरिरहेको थियो सबैजनालाई, बच्चाहरूको लागि। अनि ह्याटहरू पनि बाँडिरहेको थियो। यताबाट स्नो झरेछ। अनि त्यो स्नो झर्दै अलिअलि आगोको झिल्काले चाहिँ समाएको भएर चाहिँ हामीले त्यसलाई फेरि गर्न दिएनौँ, किनकि सेफ्टी पनि इज मोस्ट इम्पोर्टेन्ट भनेर चाहिँ। अनि त्यसपछि क्यान्डल निभाउनुको लागि चाहिँ साइसालाई ल निभाउनु पऱ्यो है साइसा भनेर सबैजनाले भनेको भएर उसले निभाउनु खोज्छ, तर निभाउनै सक्दैन है। कतिचोटि ट्राई गरेँ, निभाउनै सक्दैन। दायाँ बायाँ कला हेर्दै निभाउने कोसिस गर्छ। बल्ल केक घुमायो, दायाँ बायाँ घुमाएपछि चाहिँ बल्ल उसले यसरी फुक्छ। अनि त्यसपछि फुकेर सबैजनाले चाहिँ ताली बजाउँछ। ताली बज्नु पाएको छैन, आफैले केक काटेर आफैले ग्वाम खाइरहेछ। सबै बच्चाहरू चाहिँ टुवा पर्दैछन् होइन। अनि सबैजनालाई केकहरू पास गर्दै, अनि साइसालाई बर्थडे विस गर्न सबैजना आउनुहुन्छ। अनि यति धेरै माया दिनुभएकोमा तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद है। आजको बर्थडेमा तपाईँहरूले दिएको आशिष लागोस्। अनि यता दिँदै गर्छ, दायाँ बायाँ हेर्नु पऱ्यो भनेको त यता सबसे सानो मान्छेले स्कुटरमा चढेर पुरा खेल्दै रहेछ है। अनि साइसा चाहिँ यस्तो घुरेर हेर्दैछ उसलाई।
अनि पछाडि चाहिँ पुरा डान्सिङ स्टार्ट भइसकेको रहेछ अनि म फुर्र उडेर त्यहाँ पुगेँ अनि सबैजना डान्स गर्दै थियो अनि एकछिन डान्सको भिडियो बनाएँ र मैले बिर्सेँ आज त डिनरको भिडियो बनाउनै बिर्सेछु है अब बिर्से पनि म यता गएर चाहिँ डिनर देखाउँछु के हामीले खायौँ भनेर है हेर्नुहोस् है अनि त्यसपछि एकदमै फुड वाज रियली असम है अनि थ्याङ्क यू सो मच रोयल म्याजेस्टिक इभेन्ट एन्ड रेस्टुरेन्टलाई फुड एकदम बवाल थियो आजको लागि यति नै बाई बाई